आज त मेरो पापाले चाहिँ यहाँ लुगा धुनु हुँदैछ र आज घाम पनि दामी लागेको छ 3 दिन भयो आज घाम लागेको है। पापा त सधैँ धुन्छ नि बिचरा हेर्नु न यस बिचरा यत्तिकै छ है बिचरा खोपी चाहिँ पहिलाको र चामल र नुनहरू खाएको त अहिले यति पानी खाएको चाहिँ अहिले बिर्खेछ जस्तो ल हेर्नुहोस् ल हेर्नुहोस् त साथीहरू यो बिचरा बरु हामीलाई धोको मान्दैन त आफै धुन्छ बरु हेर्नुहोस् त यत्तिकै हुँदैछ खोपी त पापाको हेर्नु पहिला त यस्तो पहिला यस्तो पोतेर लुगाहरू चाहिँ हो पापादेखि गर्छ सधैँ लुगाहरू आफै धुन्छ हो हेर्नुहोस् त देख्नु गाइसहरू पानी खानु आउँदै बिचरा बाजे यस्तो काम गर्छ हाम्रो बाजे त हो बिचरा के गर्नुहोस् हाम्रो धुको मान्दैन बढेर धुन्छ मान्दैन हो ल आफै धुन्छ बिचराहरू हुन्छ साथीहरू हुनेछ है बिहान भिजाएको नि त मैले यहाँ माथि धुँदैछु साथीहरू हेर्नुहोस् हो हेर्नुहोस् त है अर्को पनि भिजाइरहेको छु यो चाहिँ अब बेलुका आएर धुन्छु यसलाई त है यसलाई त बेलुका आएर धुन्छु म अब यो धुएँ अब अर्को चाहिँ बनाइरहेको छु बेलुकाको लागि यो बेलुकाको लागि हाम्रो आयो भने चाहिँ ठिकै रहेछ नि त के हो साथीभाइ हो लुगाफाटा धुवाई यस्तो चाहिँ उँधोपट्टि पनि यति नै छ उतापट्टि पनि यति नै छ के भन्नु अब नधुनु भएन यतिको सुत्नु भएन हो साथीहरू आज पनि काममा जाँदैछु र आज एक्लै छु है ल आज बिहान 2-3 काठ तासेँ है त्यो बत्ती गएर चाहिँ म फर्स्टको गणपति लाग्यो नि त भाइ पनि आएन र फिङ्गर लगाउनु गएको थियो है 10 नम्बर सिधा आएको छ नि त म एक्लै जाँदैछु अहिले बाह्र आएन साथीहरू तपाईँहरूलाई भिडियो देखाउँदैछु है कतै के सक्यो है ल आज दिन पनि एकदम राम्रो भइरहेछ है घाम टन लागिरहेछ हेर्नुहोस् दसै घाम लागिरहेछ ब्ल्याङ्केट सङ्केट धोएर आएको नि त अहिले म है किनभने चाहिँ ब्ल्याङ्केटहरू र एउटा त बेलुका धुन्छ है हेर्नुहोस् दसैँ घाम लाग्यो अब चाहिँ लिनु त दसैँ घाम लागेको होइन यस्तो मजाले लागेको छ साथीहरू है तपाईँहरूतिर सबैजनाले ब्ल्याङ्केट धोएर अस्ति सुकाइसक्नु होला है म चाहिँ आज चाहिँ स्टार्ट गरेँ एउटा अब बेलुका धुन्छु है साथीहरू यस्तै नै छ के भन्नुहोस् गाउँ बस्नु बसेपछि है भिडियोहरू यस्तै आउँछ के गर्नु ल साथीहरू मैले त्यही एक भित्ता हानिसकेछु अघि नै काठ तास्दै रहेछ है अब यो भित्ता चाहिँ हान्नुपर्ने यति छ है यो सकाएर चाहिँ म यो काठ तास्ने काम गर्छु है यस्तो छ लथालिने अस्ति जो ढल हालेको है यो प्रायः मोटामोटी काम सकिसकेको छ आजको वेदर पनि एकदम दामी भएको छ नि हेर्नुहोस् है वेदर आज यस्तो आज म चाहिँ अब कष्ट गर्न थालेँ है हेर्नुहोस् है यहाँ कष्ट गर्न थाल्दैछु तपाईँहरूमा भिडियो देखाएको छु है हेर्नुहोस् है अब भाइ आएन नि त मैले तान्दैछु भित्ता है सकिसकेँ अब भित्ता छ है तपाईँहरूको भित्ता छ हान्दैछ साथीहरू
जतिहरू मैले त्यही एक भित्ता हानिसकेछु अघि नै काठ तास्दिरहेको छु है। अब यो भित्ता झार्नुपर्ने यति छ है। यो सकाएर त म यो काठ तास्ने काम गर्छु है। यस्तो छ लथालिने अस्ति हिजो ढल हालेको है। यो त्यो प्रायः मोटामोटी काम सकिसकेको छ। आजको वाइदा पनि एकदम दामी भएको छ नि त। यो चाहिँ वाइदा राजाको यस्तो आज